सुन्नु होला अब रवि लामिछानेको नाम आउन छोड्यो अब आयो कसको नाम बालेन शाहको त बालेन शाहले त काठमाडौँमा चुनाव लड्दा हुन्थ्यो आफ्नो उहाँ मोहत्तरीमा चुनाव लड्दा हुन्थ्यो यही झापा दमकमा म थिइनँ र अब आओस् त बालेन शाह कसले दिन्छ भोट के छ उसको भिजन यहाँ के छ सबै त केपी बाले बनाइदिएको छ हराभरा बनाइदिएको छ नेपाली जनतालाई सर अहिले तपाईहरु बालेन शाह आउँदा के तपाईले खेदाउने किन हामी नेपाली जनता यो झापाकाले आउँदै दिँदैनन् नि यहाँ साथ थिएनन् र यत्रो कार्यक्रम गरेको देख्नुहुन्न तपाई कार्यक्रम कुन चस्मा लाउनुहुन्छ के बिहारका विराटनगरका मोहत्तरीका सर्लाईका मान्छे ल्याएर ट्रकमा ल्याएर भरेर मान्छे देखाउँदा हुन्छ यहाँका मान्छे हुनु पर्यो क्या भोट आउँछ बुझ्नुभयो नि अब गुगल सदन पनि नेकपा एमालेको सडक पनि नेकपा एमालेको र सञ्जाल पनि नेकपा एमालेको अब हेर्नु भूगोल पनि हाम्रो गुगल पनि हाम्रो अब अहिले हेर्नु झ्याम्म केपी बा हुनुहुन्छ झ्याम्म महेश बस्नु नेकपा एमाले जताजतै सूर्य हेर्नु कति उज्यालो दिएको छ त्यो भएको कारणले जस्तो काठमाडौँ बनाउनु भयो केपी बाको यो झापा भनेको चाहिँ सेम काठमाडौँ बनाउने योजना हो त्यो भएको कारणले जहाँ विकास भएको छैन